साथीहरु नमस्कार। मैले एउटा जोक भन्छु है। नेपालको कुनै एउटा ठाउँमा अमेरिकाको सहायताले एउटा झलङ्गी पुल बन्दै रहेछ। झलङ्गी पुल बनिसकेपछि अमेरिकाबाट एउटा स्पेशल एकजना मान्छे आउने भएछ त्यहाँ त्यसको उद्घाटनको लागि। अब त्यहाँ त्यो त आउने भयो, त्यसको लागि अब त्यहाँ सबै कुराहरु चाहिँ भन्नको लागि के कति समय लाग्यो, कति खर्च लाग्यो भन्नको लागि त्यहाँ मान्छे अब पढे लेखेको त्यहाँ रहन्छन्। तर एकजना एउटा फटाफटा खालको रहेछ। गाउँमा त्यहाँ अरूसित कहीँ कतै केही कुराकानी गर्दाखेरि बिचबिचमा यस नो थप्ने रहेछ अरे। गाउँकाले त्यो फटालाई सोच्ने रहेछन् धेरै पढे लेखेको यो भन्ने रहेछन् एक आपसमा कुरा गर्दाखेरि। त्यो बेलामा पनि गाउँलेहरूले सबै त्यहाँ बुढापाका जति त्यहाँ सदस्य सबै जो पनि थिए उनीहरूले त्यही फटालाई भनेछन् अब ल अमेरिकाबाट स्पेसल अब मान्छे आउँदै छ के अरे, अब यहाँको सबै कुराहरू तैँले चाहिँ वृत्तान्त तैँले भन्नुपर्छ उसलाई भनेर भन्छ। ओके नो प्रब्लम भनेछ। त्यहाँबाट त्यो भन्दै त्यसैको अर्को दिनमा त्यो जो आउनु थियो त्यो मान्छे आएछ। उसको लागि चाहिँ स्वागतको लागि सबै कार्यक्रमहरू सबै रेडी रहेछ। प्लस स्टेज सबै बनाएर राखेको रहेछन्। अनि गाउँलेहरू सबै चौरभरि बसेको रहेछन्। त्यहाँबाट त्यो जो फटा थियो त्यो चाहिँ गएछ स्टेजमा गएछ। जो अमेरिकन थियो त्यहाँनिर गएर अमेरिकनले सबै भन्ने छ यो कति समय लाग्यो, कति खर्च भयो, कति दुःख भयो भन्ने इत्यादि सबै सोच्ने छ। जे सोद्धा पनि कहिले यस कहिले नो, कहिले यस कहिले नो मात्रै भन्ने रहेछ अरे। अब उसले बुझ्ने कुरो पनि भएन। अब उसले भनेछ खालि यस नो मात्रै भनेछ। अमेरिकनलाई रिस उठेछ। यस्तो मान्छे मैले भनेका कुराहरू केही बुझ्दैन। अब मैले भन्न के खोजेको छु त्यो कुराहरूले के भनेको छु त्यो पनि बुझ्दैन। अब फर्काउने त त्यो कुरै भएन भने चाहिँ रिस उठेछ। उसको पालो एक थप्पड गाला बजाएछ अरे। बजाइसकेपछि रातै गाला भयो। अनि चाहिँ अमेरिकनमा रिसायो अनि ऊ चाहिँ गएछ। त्यहाँबाट स्टेजबाट तल झरेछ। सबै गाउँलेहरू आएछन्। ओहो तैँले त धेरै राम्रो कुरा गरिस्, चाहिँ राम्रो सम्झाइस्, तर तँलाई चाहिँ यो थप्पड चाहिँ किन हानु भनेर सोधेछन् गाउँलेहरूले। ख्याएको तँ यत्रो पढे लेखेको मान्छे, सबै कुराहरू जाने बुझेको, हिँड मसित अमेरिका भन्थ्यो। मैले कहाँको अमेरिका जाने, यत्रो गाउँठाउँ यत्रो हाम्रो सबै सरसमाजहरू सबैलाई छोडेर म कहाँ अमेरिका जान्छु तँसित भनेर के भन्न पाएको थिएँ। त्यही भएर रिसले पड्काएको मलाई भनेर चाहिँ गफ लाग्थ्यो अरे क्या साथी।